सम्पूर्णलाई म चाहिँ चकचके लिबाङ सडक खण्ड अन्तर्गत सुनिल स्मृति गाउँपालिकाको खुङ्ग्रीमा रहेको त्रिपुरा सुन्दरी देवी मन्दिरमा रहेको छु र यो चाहिँ गेटको मन्दिरको प्रवेशद्वार, जसलाई चाहिँ 49औं शक्तिपीठ पनि भन्ने गरिन्छ। र तपाईहरुलाई म चाहिँ मन्दिरभित्रको दृश्य देखाउन गइरहेको छु। यो चाहिँ मन्दिरभित्र रहेको दृश्य जुन प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ। यो चाहिँ गणेश थान 1 नम्बर भयो। यहाँ पूजा गर्ने एउटा गणेशजीको मन्दिर छ। त्यस्तै गरेर 2 नम्बरमा सूर्यदेवको छ भने 3 नम्बर विष्णु भगवानको मन्दिर, 4 नम्बर यो शिवजीको मन्दिर र यहाँ चाहिँ बलि दिने ठाउँ। र यो चाहिँ जुन देवी स्थान चाहिँ देवीको मन्दिर चाहिँ यो पुनर्निर्माणको चरणमा रहेको जानकारी यहाँहरूलाई गराएँ। त्यस्तै गरेर यसमा यहाँ चाहिँ हामीले के देख्न सक्छौँ भने हिन्दू धर्मका पञ्चायन अर्थात् त्यसलाई पञ्चदेव भन्ने गरिन्छ, उहाँहरूको समस्त सबैको मूर्ति चाहिँ यहाँ मन्दिर मूर्ति र पूजा पनि गर्न सकिने गरी बनाइएको निर्माण गरिएको छ। हस्, धन्यवाद।